हेलो नमस्कार अनि बिहानको शुभ प्रभात गुड मर्निङ सबैजनालाई हैन के भन्ने त्यस्तै हो उकाली जाँदा ओह्राली जाँदा सम्झिराख्ने हो कि के गर्ने डाँदै चौतारी भने जस्तै हो कि के भने जस्तै मैले कुरै नसकेर कुरा गरिरहेको छु गर्नलाई हैन तर आज चाहिँ यसो हल्का के छ सन्चो बिसन्चो यताउता त्यही मलाई हेरेर चाहिँ हाँस्नुपर्छ। त्यही मात्रै यसो हेर्नु खोजेको हेर्नुहोस् त है हाम्रो घर भनेको के भनेको यही हो भन्ने हिँड्दै छौँ गुम्बा उता साउजी हुनुहुन्छ त ल यो जुले छेको के साउजी यता आमकै नोकर नोकर अब हेरौँ बाटोघाटो नि हेरौँ यस्तो मिलाएर जस्तो पारी भेट्दा चाहिँ जानु मन छ त्यहाँ मन्दिर हो क्या त्यो देख्नुहुन्छ नि हजुर धेरै लामो नगराउने क्या फेरि यता यो फेरि गिटी कुद्ने ठाउँ हो क्या यो गिटी कुद्ने गिटी कुद्छ क्या यहाँ होइन त्यो यता यता गिटी कुद्छ आइपुगेन है अब देख्छ बजारहरू है हेर नआएको यहाँ उनीहरू बजारमा जौ घाउ छ आया जौ घाउ छ यो भारुकी पसल हो यी भारुकी साली आरामै छ हौ यो फेरि शिवाइसी हो कि के हो अनि यो लुगा सिलाउने ठाउँ अनि अनि यता फेरि होटेल नाइटीहरूको यहाँ फेरि सोमदाईको घरहरू पर्छ होइन अनि यता धेरै नमस्कार नानी अन्य किसिमका मान्छेहरूको घर पर्छ क्या यहाँहरू सबै यस्तो छैन यहाँ चाहिँ होटेल हो यो केरा लिन सक्नुहुन्छ कि केरा यहाँहरू पनि केराहरू पाइन्छ कि यता फेरि यो गाउँपालिकाहरू के त्यहाँ जानुपर्छ अरे क्या त्यो बनाउँदैछ हो त्यहाँ होइन यही हो क्या गाउँपालिका फेरि 10 बजे छिन नि त त्यही भएर मान्छे छैन यहाँ यो मामा माइजू घर हो क्या मेरो नि आज परीक्षा हो कि परीक्षा छ यो बोङ्गा देवानको पुल हो क्या यो बोङ्गा देवानको पुल उहाँ लेखित पनि छ क्या उहाँ धनखोला गाउँपालिका पर्यटन सूचना पार्टी हो त्यस्तो के छ अन्त यी भर्खर घाम लाग्यो क्या यहाँ बोली यस्तो ल गएँ त म ल भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्गान चाहे ल आजको भिडियो धेरै नलम्बाऊ है त्यही हो ल बाई